यता यता हो यता लानुहोस् त्यहाँ हो त्यहाँबाट लगाएर तपाईँ अब फेरि यता लानु यता बाहिर पनि हेर्नु होला लाइट सेट लुकिङ ग्लास पनि हेर्नु त्यो छुन लाग्यो भने फुल काटिहाल्नु अब हल्का उता काट्नु भयो अब यता काट्नु गयो हो त्यो टाइपले काट्नु के अब एकचोटि छोइपछि त यार थाहा हुन्छ नि तपाईँ यार तपाईँ मान्छे त यार बाहिर पनि लानु पर्छ हेर्नु त यस्तो पाराले हुन्न नि हल्का हल्का कतिले डिस्टर्ब गरे अब त्यहाँ आइपुग्दा ठ्याक्कै त्यहाँ आउँछ नि घुम्दैन नि बाहिर लाने हो के हो होइन एकचोटि घुमाउनु त्यो यहाँ आयो पनि बोल्ला बाहिर जाउँला है ल हान्नु अझै यहाँ हान्नु हो जान्नु पऱ्यो नि यहाँ एकचोटि घुमाइसकेपछि एकचोटि राउन्डिङ हारेपछि मजाले अगाडि हेर्नु अगाडिको साइड यहाँदेखि उताको हेर्नु यहाँ छ अर्को पाङ्ग्रा यो पाङ्ग्रा र त्यहाँको पाङ्ग्रा तपाईँको ठ्याक्क छ ल छुन लाग्यो भने भक्क काटिहाल्नु है अनि कति दिनको ल्याउनु भएको कति दिनको ट्रेनिङ ल्याउनु भएको छ पर्सि छ ट्रायल पर्सि ट्रायल सकिन्छ सक्नु पऱ्यो नि त यार हुँदैन यार त्यसो भए उकालोमा जानु त्यसो भए एकचोटि अनि यो एटमा र घुमाएर भएन नि मेन त आज उकालो ओह्रालो छ उठाउन जान्नुहुन्छ छैन नि कहाँ अनि त्यसरी ट्रायल भरिदिएको र नि भरिनु सक्नुभयो हुन्न यो त हेर्नु त यो त गाह्रो हुन्छ याल छैन कहाँ सकिन्छ यसरी हो ल अब यालमा जाऊँ त्यसो भए ल अब यता जाऊँ यालमा जाऊँ यो एटको त कामै छैन ट्रायल पर्छ भने त हेर अब त्यहाँबाट घुमाउनु उकालोमा जाऊँ कि त त्यो फेरि अलि स्पिड हानिदिनु न स्पिड भन्दा पनि ठिक्कको अरू ल यता काट्नु ल हान्नु अलि अलि हान्नु ल भयो हल्का ब्रेक हान्नु अब त्यहाँबाट अलि साइडमा हान्नु साइडमा काट्नु होइन हल्का काट्नु भयो 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 अब उकालोमा बिस्तारै टक्क हान्नु ल अलि पारि गर रेस हान्नु न कलस हान्नु ल भयो ब्रेकमा जान्नु न ब्रेकमा हो त्यहाँबाट हान्नु तर